हजुरहरूलाई थाहा छ मैले यो मोबाइल लिएको कति वर्ष भयो थाहा छ र यो मोबाइल मैले किन चाहिँ अहिलेसम्म चलाइरहेको छु हेरौँ यो मोबाइलको हालत यस्तो भइरहेछ है पुरा फुटिरहेछ हैन यसरी पक्ला गएको छ पुरै फुटिरहेछ नि त यस्तो त यो त फाल्नु पर्ने यति थोत्रै फोन हैन अब यस्तो फोन पनि मैले यस्तो मजाले जतन गरी चलाइरहेको छु है यो फोन चाहिँ अहिले चलिरहेछ यो मेरो प्रोफाइल छ यो फोन मैले नफाल्नुको एउटाको कारण चाहिँ एउटा कहानी छ क्या म यो फोन त्यत्तिकै किनेको हैन के यो फोन मैले त्यत्तिकै किनेको हैन कसैले मलाई पैसा दिएर हैन अनि लगभग मैले चाहिँ यो फोनलाई चाहिँ यति सजिलो तरिकाले चाहिँ किनेको थिइनँ के मसँग त्यतिखेर म बे गरेर 2 वर्ष पछि हैन नानी सानो थियो त्यो मेरो अहिले छोरा छ ठुलो छोरा त्यो सानो थियो त्यतिखेर फेरि यो मैले किनेको फोन अनि अब कसरी किने त भने म पहिला काम गर्थेँ हैन जेमी काम गर्थेँ त्यतिखेर यो उधारो फोनमा आएको है फेरि उधारो फोन लिएको यो मैले उधारो फोन के म जसरी पनि तिरेर छोड्छु हैन ढुङ्गा फुटाएर पनि ढुङ्गा तिरेर छोड्छु भनेर चाहिँ मैले लिएको हो अनि फेरि यो मेरो डिसिजन मेरो मात्रै होइन है यो चाहिँ मेरो बुढीसँग पनि मेरो जोडेको छ मेरो फ्यामिलीसँग पनि जोडेको छ मम्मी मेरो आफ्नो श्रीमती नानीहरू हैन सबैको फोटो छ मेरो बाबा हुनुहुन्छ यसमा हैन अनि अब यो बाबा मम्मी हुनुहुन्छ अनि म छु यसमा हैन बाबा मम्मी मसँग त्यतिखेर एन्ड्रोइड मोबाइल थिएन क्या मसँग हैन एन्ड्रोइड मोबाइल थिएन मसँग हैन साधारण मोबाइल थियो अनि एन्ड्रोइड मोबाइल नभएको कारणले चाहिँ मैले यो फोन चाहिँ खरिदेको क्या किनेको मैले ढुङ्गा फुटाएर जेमी काम गरेर रोडमा काम गरेर मैले यो फोन किनेको हो बुढीसँग मैले सल्लाह गरेँ हैन अनि बुढीसँग सल्लाह गरेर यही फोनदेखि मैले चाहिँ यो फोटोहरू खिचेको हो हैन यो फ्यामिलीसँग अनि बुढीसँग सल्लाह गर्दाखेरि बुढी एउटा त हामीले एन्ड्रोइड फोन चलाउनै पर्छ हामीसँग छैन दाइहरूसँग पनि कुरा गर्नुपर्छ अब अर्काको फोन मागेर त सम्भव भएन त्यही भएर चाहिँ हामीले यो फोन चलाउनु पर्छ एउटा त एन्ड्रोइड किनौँ हो जे गरेर नै भनेर सल्लाह भयो मेरो आफ्नो श्रीमती हैन अनि मेरो श्रीमतीसँग सल्लाह भयो अनि मम्मीहरूसँग सल्लाह भएर चाहिँ यो फोन मैले आफ्नै मेहनतको पैसाले किनेको त्यही भएर माया लाग्छ क्या यो फोन अब यो मेरो फोनमा सबै मेरो फ्यामिलीहरू छ क्या अब म यो मेरो फोनमा सबै फ्यामिलीको फोटोहरू देखाउँछु हैन यहाँ बाबा मम्मी हुनुहुन्छ अनि यो चाहिँ जेठो छोरा यो सानो थियो 7 महिनाको थियो हैन यो खुद चाहिँ त्यतिखेर मैले किनेको यो फोन अनि एउटा सम्झनाको लागि चाहिँ एउटा मैले छोरीको भिडियो पनि बनाएको छु है अब तपाईहरु बुझ्नुहुन्न हैन लिम्बू भाषाबाट छोरी रुँदाखेरि चाहिँ म भुलिएको छु है म धेरै खेलाउँछु नि नानीहरु त्यही भएर हेरौँ यो भिडियो चाहिँ म अर्को उसमा हालिदिन्छु तपाईहरुलाई त्यतिखेर चाहिँ मम्मी हुनुहुन्थ्यो म थिएँ अनि बुढी चाहिँ खाना बनाउँदै हो यो हो क्या त्यही भएर आफूले मेहनत गरेर किनेको चीजहरु यति माया लाग्दो रहेछ हैन लगभग मलाई दाइहरुले नि धेरै सम्झाउनु हुन्थ्यो के यसको बारेमा अहिले हामीसँग पैसा हामी दिन्छौं तँलाई टेन्सन छैन त एक्लै गर्छस् नि पैसा कमाउन थाल्छस्
अनि तँलाई थाहा हुन्छ पैसाको महत्त्व अनि दाइहरूले किनिदिएको सामानहरू कतिको इम्पोर्टेन्ट रहेछ कतिको चाहिँ माया लाग्दो रहेछ अनि तँलाई थाहा छ भनेर चाहिँ भन्नुहुन्थ्यो दाइहरूले आज मलाई त्यसको याद आउँछ क्या यो फोनहरू देख्दा यो करिब मैले कति भनेको छ भने चाहिँ करिब 6 वर्ष भयो यो फोन मैले चलाएको अझै नि म चलाउँछु यो फोन त म यत्तिकै मोबाइल नेपालमा गएर डिस्प्ले चेन्ज गर्छु अनि अझै पनि यो मोबाइल चलाउँछु यो मोबाइल र मेरो कहानी चाहिँ एकदमै गम्भीर जोडेको छ क्या फ्यामिली सबै जोडेको छ अब अरू भएको भए त यो फोन वास्तै हुँदैन थियो अर्को फोन आइरहेको होइन तर फेरि यो फोन भन्दा यो मैले जुन अहिले म भिडियो बनाउँदैछु त्यो फोन अझ बेस्ट राम्रो छ नि तर पनि मैले भिडियो बनाउँदै गरेको फोन भन्दा यो माया लाग्छ क्या मलाई अझै पनि